हाम्रो जेनजी आन्दोलनमा तपाईँलाई थाहा छ भयानक स्थिति भयो। धेरै ठाउँमा हाम्रा वडावासीले हाम्रा वडा कार्यालय हाम्रा घरहरू जोगाए पनि हाम्रा ठाउँमा चाहिँ जेनजी आन्दोलनपछि यो वडा कार्यालय पहिलो आक्रमण हाम्रो वडा 11 बजे भयो। हाम्रो वडा कार्यालय हाम्रो मान्य महेश बस्नेतको घर 11 बजे आक्रमण पर्यो, आगलागी भयो। त्यसपछि 2 बजेपछि यो दोस्रो तेस्रो ग्रुप आयो। पहिलो ग्रुपले महेशजीको घर आगलागी गर्यो र दोस्रो पछि तेस्रो ग्रुप चाहिँ आयो। त्यो आगो ग्रुप चाहिँ मेरो घरमा पनि गयो, त्यहाँ गयो। अब मेरो घरमा अब के हिसाबले गयो, कहिले जानुपर्छ भने आफ्नो ठाउँ होला। त्यसपछि चौकी पहिला सिसा मात्र फुटाइएको थियो, चौकी पूर्ण रूपमा जलायो। त्यसपछि यहाँ आएर यहाँ 2टा गाडी थियो। एउटा जिल्ला समन्वय समितिको प्रमुख तत्कालीन प्रमुख हुनुहुन्छ अहिले स्वर्गीय ईश्वरबहादुर थापाको गाडी यही पार्किङ हुन्थ्यो। अर्को तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियार, मान्य सन्तोष परियारको गाडी यहाँ थियो। सन्तोष परियारको गाडी चाहिँ यहाँ राख्ने गरिएको थिएन। ईश्वर थापाको गाडी चाहिँ सधैँ यहीँ हुन्थ्यो। हामीले कोर्डिनेसन गरेर सरकारी गाडी सरकारी कार्यालयमा राख्नुपर्छ भनेर यहाँ राखिन्थ्यो। सन्तोष परियार राजसभाको प्रमुख सचेतकको गाडी चाहिँ 10 बजे मलाई फोन गर्नुभएको थियो मान्य सन्तोष परियारले, अध्यक्ष गाडी कार्यालयभित्र राख्नु पर्ला भनेर भन्नुभयो। कार्यालयभित्र राखेर सुरक्षित हुन्छ त भनेर मैले मलाई भने होइन, ईश्वर दाइ पनि राखेर छ, 2टा सरकारी गाडी सँगै राखौँ न भन्नुभयो। मैले पनि सरकारी कार्यालयमा सरकारीलाई हुन्छ भने हाम्रो कार्यालयलाई सहयोगलाई फोन गरेर बाबु त्यहाँ सन्तोष भाइको गाडी राख्ने सन्तोष मान्यको ढोका खोलिदियो भन्ने। त्यो कमल भाइ आएर ढोका खोल्दैछ, उहाँको गाडी लगाएर राख्यो। राखेपछि 2टा गाडी सँगै थियो। 2 बजेपछि हाम्रो वडा कार्यालयहरू आगलागी भयो। त्यसका भिडियो फोटोहरू सार्वजनिक सञ्जालमा छरपष्ट भए। अब कति यो जल्नु हुन्न भनेर हेर्न आउनुभयो, कति रोक्न आउनुभयो, कति के गर्न आउनुभयो, कति के गर्न आउनुभयो। त्यही हिसाबले सरस्वती जाँदाखेरि सर्जिङ भयो, मुजुल भयो, सबै कुरा भयो। भइसकेपछि स्थानीयहरूकै सक्रियतामा गुन्डु कार्यालय आगो लागि भयो भन्ने कुरा भयो। मलाई थाहा थिएन, मलाई त अब म अलिकति बाहिर पनि थिएँ। त्यसपछि सरस्वती कुरा राख्दाखेरि हाम्रो सानुकाजी नगरपट्टि सहित मान्छेहरूको नामावली त्यहाँबाट प्राप्त भयो, अनुसन्धान पनि भयो। त्यसपछि उहाँ एउटा सिपाही लिन आउनुभएको थियो। अनि मैले भने अब तपाईँलाई यस्तो खालको छ, यस्तो खालको आरोप लागेको छ, यस्तो छ भनेपछि मैले होइन प्रुफ गर्नुपर्छ, कहाँ हुन्छ के हुन्छ भनेर उहाँले मलाई भन्नु। अब प्रुफ त सम्बन्धित निकाली गर्दा म उहाँले भन्छ न्यायालय होइन, म चाहिँ अनुसन्धानकर्ता पनि होइन, म न्यायालय पनि होइन, सम्बन्धित कार्यालयले अनुसन्धान गरिहाल्छ नि। पक्ष अब त्यो त जेनजी आन्दोलनको अभियुक्तहरू खोज्ने, सबै गर्ने, कारवाही गर्ने तत्कालीन सरकारले नि गरिरहेको थियो। त्यो केसमा त्यस्तो भयो, पुलिसहरू आयो, यो भयो होइन। तपाईँले त्यो भएको कुराहरू कार्यालयको चाहिँ कार्यालयको तर्फबाट तपाईँले जारी पनि दिनुपर्छ भन्नुभयो। पुलिसहरू इन्सपेक्टर यहाँ आउनुभयो, त्यहाँ सबैको उहाँले तथ्य प्रमाण हेर्नुभयो। उहाँसँग तथ्य प्रमाण सुरक्षित छ, हामीसँग नि सुरक्षित थियो। उहाँलाई दिएपछि उहाँहरूले जारी त्यहाँनिर दियो, यहाँ आउनुभयो र उहाँहरू 5-6 जनाको नाम उहाँको पनि सहभागी छ त्यहाँनिर देखिएको। उहाँले त्यहाँ नाम राख्यो। नाम उहाँको भएपछि उहाँको अनुसन्धानको दायरा आउनु पऱ्यो। पछि तपाईँको यसो छ भनेपछि मलाई यो दिनुहोस्, यो मेरो काम पनि गर्नु पऱ्यो, यो पनि गर्नु पऱ्यो भन्ने आउनुभयो। तपाईँलाई यसो छ, जारी दिएको छु, तपाईँ वादी म प्रतिवादी भएँ, ओडाची भएको हिसाबले मैले प्रतिवादी हुनुपर्छ। पछि अब व्यक्तिगत रूपमा त म ओडाची सकेपछि गरौँला के हो कसो भनेर, तर अब म ओडाची भएपछि त यो ओडाको पनि जिम्मा मैले लिनुपर्ने भयो। अब मेरो घरको कुरा मैले केही गरिनँ मैले, तर यो कार्यालयको म अध्यक्ष भएपछि मैले जिम्मा लिनुपर्छ। यसो छ भनेपछि ल एसपी कार्यालय गएर बुझ्नु न त्यस्तो अवस्था हो भने के हो त, यो अवस्था के हुन्छ भनेर सूर्यबहादुर खड्का हाम्रो एसपी साहब हुनुहुन्छ, उहाँसँग बसेर मैले घन्टौँ कुरा गरेको छु। त्यहाँको इन्सपेक्टर आउनु भएको छ, यहाँ सैसाब आउनु भएको छ, यो कुराहरू भएको छ भने अनि उहाँले त्यो कुरा उहाँ पनि जानु भएन। मैले पनि त्यति धेरै फलो त गरिनँ, मुद्दै चलाएर यो नै गर्नुपर्छ भने मैले धेरै, किनभने राज्यको कुरा आफ्नो हिसाबले लाग्छ, एउटा नागरिकको हिसाबले किन लाग्ने भन्ने हिसाबले म त्यति गएँ। पछि नाता प्रमाण एउटा गर्नुपर्छ भनेपछि पढ्नु न त्यो कुरा हुन्छ, अनि त्यहाँबाट अनि त्यसपछि गरौँला भने मैले होइन मलाई त गरिहाल्नुपर्छ, मैले त यो गर्नुपर्छ। अब तपाईँको यस्तो समस्या छ हेर्नु, यो कुरामा छ। अब मुद्दा परे मान्छेलाई मैले सिपाही दिएँ भने त भएन। त्यस कारण चाहिँ मैले अहिले तत्काल रूपमा सिपाही दिनँ। म विरुद्ध जानु, मलाई सिपाही दिएन भनेर नगरपालिका छ, सिडिओ कार्यालय छ, पुलिस छ, अदालत छ, मलाई वडा अध्यक्षले सिपाही दिएन भनेर मेरो विरुद्ध मुद्दा हाल्नु भएको। तपाईँ त नागरिक, तपाईँलाई सुरक्षित छ नि त, म कहीँ जवाफ दिउँला नि त त्यसो हुँदाखेरि त तपाईँ जानु नि त भनेर मैले उहाँलाई बाटोहरू पनि देखाएँ। देख्नु उहाँ जानु भने थाहा छैन, आजसम्म मलाई यो किन नदिए भनेर कहीँबाट पनि आएन। पछिल्लो चोटि ल ठिकै छ के हुन्छ गरौँला भन्ने हो। पछि उहाँहरूलाई बोलाउने ओर्ने भन्ने कुरामा विभिन्न चोटि हामीलाई उहाँले इन्फर्मेसन लिनुभयो। अब सरकारको नीति मन्त्रालयले समाधान छोड्ने भन्ने कुरा आयो, के आयो कसो आयो, फेरि गर्ने भन्यो। विभिन्न सरकारले आफ्नो हिसाबले गरिरहेको होला। हामीले एउटा पीडित पक्ष, वडा कार्यालयको पीडित पक्ष भएर हामीले सपोर्ट गरेर हामीले देखेको कुरा यो भन्ने कुरा हामीले गरेका थियौँ। अब त्यसको मारमा प्रत्यक्ष रूपमा उहाँ देखेको उहाँको बोली व्यवहारले नै होला, के होला कसो होला त्यो उहाँ आफ्नो ठाउँमा। अरू धेरै मान्छेहरूको छैन, गुन्डुका 4 जना मान्छेहरूको 5 जना जति मान्छेहरूको छ। होइन मुद्दै पनि छ भने त्यहाँ छ, त्यहाँ कसरी छ त्यहाँ बसेर गरौँ। तपाईँ हाम्रो यो सार्वजनिक सुनाइमा डिबेट गर्ने कुरा छैन। मुद्दै चलाउनु पर्ने मान्छेले मुद्दै चलाएर हदगड्डी लगाउनु पर्ने हो। यसो हो, मुद्दै चलाएर हदगड्डी लगाउने सब
होइन यो जाने होला त्यो अब हेर्ने मान्छेहरू होला यहाँ त अब 100 जना थिए नक्कली प्रहरी बनेर यही ठाउँमा आउँछ किन फोन आयो होइन ठिकै छ रेकर्ड मसँग छ ठिक छ तपाईँ जान सक्नुहुन्छ अब यसो हो उहाँलाई परेको पीडा उहाँ पनि पीडित हो किनभने मैले उहाँलाई सेवा रोकेको छु उहाँ पनि एक हिसाबले पीडितै हो किनभने उहाँ निर्दोष हुनुहुन्छ उहाँ नि पीडित हुनुहुन्छ तर उहाँले न्याय पाउन नेपालको कानुन अनुसार जानु पर्यो कि त्यो उहाँलाई छुट्छ त्यो उहाँलाई छुट्छ अब त्यो उहाँले जानु होला म पनि ठाउँमै गरौँ त्यसमा केही म जान चाहिनँ र त्यसपछि मैले उहाँलाई त्यो सिफारिसका कुराहरू मैले उहाँलाई नगरेका कुराहरू मैले इमान्दारपूर्वक यहाँ भन्नैपर्छ मैले पनि अदालत जाँदैन भन्यो सिडिओ कार्यालय जाँदैन भन्यो एसपीसँग त बस्छु 20 भनिसकेका कुराहरू मैले त्यो कुरा भन्नैपर्छ मैले यो कुराहरू गरेँ अनि पछि फेरि त्यो तिथले भैरवको कुरा आयो अघि हाम्रो राधाकृष्ण भाइले पनि सुरुमै राख्नु भएको थियो अनि उहाँ अध्यक्ष भएकोलाई चाहिँ यो नवीकरण गर्नु पऱ्यो भन्नु अब तपाईँलाई मैले तपाईँको व्यक्तिगत काम त रोकेको छु फेरि तपाईँ संस्थाको अध्यक्ष भन्न मैले त फेरि तपाईँलाई सिफारिस दिन मिलेन तपाईँ एउटा अध्यक्ष साधारण सभा गरेर एउटा अध्यक्ष चेन्ज गरेर आउनु मैले त्यो समिति भनेको हाम्रो लाइन एजेन्सी यहाँको उपभोक्ता समिति सङ्घ संस्था भनेको हाम्रो लाइन एजेन्सी हो अध्यक्षको नाममा ABCDDEFG जोसुकै राख्नुहोस् अब सानुकाजी भन्दा बाहेक तपाईँ कोही राख्नुहोस् किनभने उहाँको हामीलाई अभियुक्तको रूपमा यस्तो भएको छ म गर्छु भन्ने कुरा गर्दा उहाँले त्यो पनि गर्नु भएन अब अरू साथीहरू आउनु अरू साथीहरूले पनि मैले भने त्यो गर्नु भएको छैन मैले यो यहाँ उठेको कुराहरू राखेँ विशेष अधिकारको गरेर चाहिँ अधिवेशन गरेर ल्याउनुहोस् भन्ने तपाईँको अधिकार हो होइन तपाईँ अभियुक्त भएपछि मैले नदिएको हो त्यसो हो कसरी प्रमाणित गर्नुहोस् न अनि आरोप लगायो हो यसो हो आरोप लगाइसकेपछि यसको प्रमाणित गर्नुहोस् अनि प्रमाणित त हुन्छ नि फटाफट मैले भनेको छु एमाले नै मलाई चाहिँ माओवादी बनाएर चाहिँ मेरो घर तहस नहस बनाएर चाहिँ गरिसकेपछि प्रमाणित गर्न सकेपछि मैले पिटेको थिएँ अब अहिले पनि यो फौजदारी किसिम उसमा चाहिँ लगाउँछ भने मेरो 5 जना बच्चा 12 वर्षको बच्चादेखि लिएर चाहिँ अहिलेसम्म चाहिँ राजनीतिक परिवेशमा चाहिँ अहिलेसम्म को हिँडिरहेको छ अहिलेसम्म त्यो इतिहास छ कुनै यस्तो विध्वंसमा हिँडेको छ अहिलेसम्म मेरो 33-35 वर्ष भयो प्रशिक्षण दिएर हिँडेको करातेको अहिले पनि हालसम्म दिँदैछु भनिसक्यो अहिलेसम्म कराते खेलेका बच्चाहरूलाई यस्तो विध्वंसमा लाग्नु हुन भनेर निर्देशन दिएर हिँडेको र निर्मल हत्याकाण्डको कुकुरलाई पनि हत्याकाण्डलाई उसले चाहिँ ठिक छ अब यसो भयो यसमा तपाईँ हामी बसमा गएर यसमा हामीले के भन्दैन सम्बन्धित निकायले छानबिन गर्ला भोलि अब के जाला प्रक्रियामा जानुपर्छ चाहिन्छ अब हामी छानबिन गर्ने निकाय परेनौँ होइन हामी पनि एउटा पीडित हो यो कार्यालय जलेको भएर यो कार्यालय तपाईँले दिन सकिन भनेर निवेदन लेख्नुहोस् न म जान्छु ठिक छ त्यो दिन सक्नुहुन्छ अर्कोले भन्ने ठाउँमा 35 जना अहिले 5 जना भन्नुहुन्छ त्यो व्यक्तिलाई चाहिँ मलाई चाहिँ लेखिदिनुहोस् न म जान्छु नि म न्यायालय जानुपर्छ या डेस्पी कार्यालय जानुपर्छ या प्रहरी प्रशासनका उसमा सिडिओ कार्यालय जानुपर्छ म जान्छु मेरो निवेदनमा लेखिदिनुहोस् होइन तपाईँलाई लेख्नु पर्दैन यस्तो भयो सानकाजी तपाईँलाई लेख्नु परेन तपाईँले त म यसरी गएको थिएँ मलाई दिनु भएन एउटा अध्यक्षले मबाट त मुद्दा हाल्नु पर्नुहुन्छ तपाईँले बुझ्छ मैले नदिएको कुरालाई यसरी आएको त्यो सानकाजीलाई मैले दिनु भनेर लेखिदिनुहोस् अनि परेन त्यो त मैले त्यो मैले जिल्ला प्रहरी कार्यालयको दर्ता नम्बर कति छ दर्ता नम्बर जाहेरीमा सबै कुरा लेखा छ हैन अब म वडा अध्यक्ष भगवान कुनै व्यक्तिको विरुद्धमा जाने मान्छे परिन म संस्थागत प्रतिनिधि भएको भएर जब 65 सालमा यो विकास निर्माण कार्यहरू गर्न थाले जब सामाजिक कार्यमा चाहिँ लाग्न थाले त्यो बेलादेखि राजनीतिक परिसरले गयो ल ठिकै छ अब ठिक छ मैले यिनै कुरा राखेँ अब यहाँ यति कुरा मैले भन्न पार्दिनँ चन्द्र सूर्योदय शुल्कको जेनजी आन्दोलनको बारेमा मैले सकेसम्म बाहिर कहीँ पनि अहिलेसम्म भने उहाँभन्दा बाहेक मैले अरूलाई पनि भने चियापसमा पनि मैले भनेको थिइनँ आज यो माइकबाट यो क्यामेरा अगाडि मैले यति कुरा बोल्ने अवसर पाएँ होइन यो पनि एउटा राम्रै हो उहाँ पीडित हुनुहुन्छ भने उहाँले न्याय पाउनुपर्छ वडा कार्यालय जल्दा अथवा हाम्रा घर जल्दा हामी पीडित भएको छ भने राज्यले हामीले पनि न्याय पाउनुपर्छ कुनै बेला राज्यलाई न्याय पाउनु पर्ला होइन त्यो कुरा पाउँछ हैन तुरुन्त बोलाओस् र त्यसलाई चाहिँ कारबाही गरोस् र हामी त्यसको बयानको लागि सजिलोको लागि हामी तयार छौँ ल ओके ल धन्यवाद त्यसको लागि धन्यवाद र आज यो महत्त्वपूर्ण कार्यक्रम संयोजन गरिदिनु भएकोमा म क्रियाशील पत्रकार महासङ्घलाई मैले हार्दिक धन्यवाद दिँदै यो आजको कार्यक्रममा धेरै साथीले रचनात्मक प्रश्नहरू उठाउनु भएको छ र मैले अलिकति एउटा यहाँ जानकारीको लागि मैले एउटा कुरा यहाँलाई भन्नै पर्छ म नगरपालिकाको नि यो सामाजिक विकास समितिको संयोजक फेरि नगरपालिकाको कुरा अलिकति नगर अस्पतालको बारेमा अलिकति कुरा आएको छ हाम्रो नगरपालिकाबाट अहिले यो क्यान्सर पीडित रोगी पीडित भन्ने खालका जो खालका हुन्छन् तिनीले हाम्रो वडाबाट नसर्ने रोग जो भन्छ त्यसबाट मन्थली 5000 सुविधा लिने हामीसँग 27 जना हुन्छ भनेको मतलब नसर्ने रोगप्रति हाम्रो वडा एकदमै बढी छ क्यान्सर मृगरा पीडित हैन मस्तिष्कघात भनेर जो अहिले राज्यले भनेको छ त्यो 27 जना मान्छे अहिले त्यो 5000 को सुविधा लिनु सुविधा भनेको उहाँ रोग लाएर
भनेको त अहिले हाम्रो वडालाई चाहिँ अब हामीसँग फुल खेती छ, यो विभिन्न टनेल खेती छ, यसले गर्दा चाहिँ धेरै समस्या छ। नसर्ने रोगप्रति हामी एकदमै सचेत हुनुपर्छ भन्ने कुराहरू मैले राख्न चाहेँ। र अस्ति हाम्रो हाट बजार यहाँ एकदमै राम्रोसँग सञ्चालन भयो। यो कुरा अघि हाम्रो सचिवको कुरामा आएन। हामीले यहाँ करिब एकै दिन चाहिँ 32वटा स्टलमा यहाँका लोकल स्थानीय दाजुभाइ दिदीबहिनीहरूको उत्पादनलाई लिएर यहाँका उपभोक्ताहरूमा हामीले सञ्चालन गरेको हाट बजार चाहिँ करिब 5 लाख चान्जनको चाहिँ कारोबार हुने गरी त्यो राम्रो भएको छ। यो पनि एउटा एकदम नवीनतम काम भएको छ। र विशेष गरी यो सूर्यविनायक नगर अस्पतालको बारेमा अलिकति अहिले गुनासो पनि आएको छ। अहिले नेपाल सरकारले के गरिदियो भनेदेखि चाहिँ तपाईँको यो बिमाको सिलिङ अलिकति घटायो। विशेष गरी 1 लाख रुपियाँको बिमा थियो, 1 लाख रुपियाँको बिमामा त्यो 1 लाख रुपियाँ चाहिँ एउटा परिवारले वर्षभरि प्रयोग गर्न पाउँथ्यो। अहिले 25,000 मात्र गर्न पाइन्छ भन्ने खालको कुरा ल्यायो। त्यसले गर्दा समस्या भयो। र त्यो सँगसँगै अस्ति जेठ 16 गते एउटा परिपत्र भयो। त्यो एउटा परिपत्र भएर अब सूर्यविनायक नगर अस्पतालले बिमाबाट सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्छ। सायद अब मिटिङ बस्ला। भक्तपुर अस्पतालले हिजो सूचना निकालेर रहेछ यो बिमाको सेवा दिन सक्दैन भनेर। उहाँले के सूचना आयो अस्तिबाट सङ्घीय सरकारबाट भन्दाखेरि त्यो जुन औषधि हामीले खरिद गर्छौँ त्यो औषधिको चाहिँ हामीले जति न्यूनतम मूल्यमा दाबी गर्थ्यौँ, एउटा औषधिको 3 रुपियाँ 4 रुपियाँ कति होला टेन्डर गर्दाखेरि चाहिँ सबभन्दा बिलोमा हालेको त्यो बिलो अनुसार दाबी गर्नु पर्थ्यो। अहिले देशभरको त्यो औषधिको चाहिँ मूल्याङ्कन सबैभन्दा कम औषधिलाई दिनुपर्ने गरेर चाहिँ गर्दा अहिले सूर्यविनायक नगर अस्पतालमा दैनिक 4 लाख रुपियाँ घाटा हामीले बिमा सेवा दिए बापत दैनिक 4 लाख रुपियाँ चाहिँ घाटा छ। यही हिसाबले भयो भने हामीले चाहिँ बिमा सञ्चालन गर्न सक्दैनौँ भनेर सङ्घीय सरकारलाई गर्नुपर्छ। र आजसम्म सूर्यविनायक नगर अस्पतालले त्यो EHS सेवा राखेर बिहान ओपिडी सेवा गरेर करिब दैनिक चाहिँ 450 देखि 500 सेवाग्राही नगर अस्पतालमा आउनुहुन्छ। तर नगर अस्पतालमा गरेको सेवा सम्पूर्ण पैसा बिमाबाट नगर अस्पतालले बिहोर्नु भएको छ। सङ्घीय सरकारले 17 करोड रुपियाँ हाम्रो नगरपालिका दिनुपर्ने दिएको छैन नगर अस्पताललाई। अब त्यो राजस्व यहाँ चिया पसलबाट राजस्व तिरेका, यहाँ घर नक्सा पास गरेका, यो अघि मैले भनेका राजस्व चाहिँ नगर अस्पतालमा चाहिँ सेवा दिएर खर्च भएको छ। यो सेवा निरन्तर हामी दिन सक्दैनौँ भनेर हामीले अस्ति हामीले स्वास्थ्य मन्त्री प्रदेश स्वास्थ्य मन्त्रीलाई भनिसकेका थियौँ। अब सङ्घीय सरकारले व्यवस्थापन समितिको बैठक गरेर गऱ्यो भने बिमाको पैसा आएन र यो रेटको अलिकति उसले समाधान गरेन भनेदेखि सूर्यविनायक नगर अस्पतालले बिमालाई चाहिँ कन्टिन्यू अगाडि बढ्नु नसक्ने अवस्था, किनभने नगरपालिकाले दिन्छ सबै पैसा चाहिँ ती लिएर हाल्नुपर्ने परिस्थिति छ। किनभने बिमामा हाम्रो पैसा जति उठ्छ त्यो पैसा उहाँले मन्थली भुक्तानी गर्नुपर्ने, अहिले 17 करोड भइसक्यो भुक्तानी गरेको छैन। यो हिसाबले हामी नगर अस्पताल जान्छौँ, यहाँ यस्तो भयो उस्तो भयो सेवै भएन भन्ने गुनासो हामीलाई पनि आउँछ, मलाई पनि गुनासो आउँछ। अब त्यही हिसाबले जे सञ्चालन गर्छ त्यही हिसाबले सञ्चालन गर्न अलि अप्ठ्यारो छ। किनभनेदेखि राज्यको नीति नियम हामी तल्लो सरकार भएर जवाफ पनि दिनुपर्छ, मान्नु पनि पर्छ। मैले यिनै कुराहरू यहाँलाई राख्दै आजको यो महत्त्वपूर्ण कार्यक्रम आयोजनाको लागि क्रियाशील पत्रकार महासङ्घलाई प्रति हार्दिक धन्यवाद दिँदै यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।